सबैमा नमस्कार। हामी यतिखेर तारकेश्वर महादेव भगवानको दर्शन गर्नका निमित्त हामी काठमाडौँदेखि माछापोखरीदेखि करिब 13 किलोमिटर यात्रापछि हामी यहाँ आइपुगेका छौँ भर्खर मात्रै। यो सुन्दर यो प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस स्थानमा हामी भर्खर आइरहँदा निकै मजाको अनुभूति भइरहेको छ। तर यो गर्मीको मात्रा पनि बढिसकेको छ। गर्मी अब सुरु भइसकेको छ, गर्मी छ है। दाजु मधु केवाली दाजु यता हुनुहुन्छ भने हाम्रो जीवन भण्डारी साथी यता छन्। अत्यन्तै रमणीय स्थान छ, प्राकृतिक रूपले पनि अत्यन्तै मनोरम भन्नुपर्छ है दाइ। एकदम विशेष यो जङ्गल यस्तो हरियाल जङ्गल छ। अब वसन्त ऋतुको आगमनसँगै नयाँ यो पालुवा पनि पलाएको छ, हामी देख्न सक्छौँ। अब कोही झर्दै कोही पलाउँदै छ भने काठमाडौँको माथि हाइटबाट हामी काठमाडौँको देख्न सक्छ हामी बजार। तारकेश्वर नगरपालिका पर्छ तलपट्टि, हामी माथि छौँ ल।